एन एल्सप एक अमेरिकी नागरिक हुन् जसलाई पञ्चायतकालमा नेपाल आउन प्रतिबन्ध गरिएको थियो। उनले नेपाल र तिब्बती कला तथा संस्कृतिमा विशेष अध्ययन गरेका थिए। उनको एक संस्था asianart.com छ जसको सम्पादक तथा संस्थापक एमेरिटस हुन्, जुन एसियाली कला सम्बन्धी अनलाइन पत्रिका हो जहाँ हजारौं नेपाली बौद्ध, हिन्दू, तिब्बती ग्रन्थ र मूर्ति सङ्कलनका तस्बिर छन्। एल्सप सन् 1970 देखि 1988 सम्म काठमाडौँ, नेपालमा बसेका थिए। यस अवधिमा उनले नेपालका सांस्कृतिक इतिहासबारे गहिरो अध्ययन गरे र नेवारी भाषा सिके। उनले एक शास्त्रीय नेवारी शब्दकोश विकासमा पनि योगदान गरेका थिए। यो काम गर्दा गर्दै मूर्ति चोरेर अमेरिका लगेको प्रमाण फेला परेपछि तत्कालीन पञ्चायतको श्री 5 को सरकारले उनलाई देश निकाला गरी नेपाल आउन प्रतिबन्ध गरेको थियो। पछि काङ्ग्रेसको सरकारले उनलाई साँठगाँठ गरी प्रतिबन्ध फुकुवा गरिदियो। एन एल्सप भन्ने एकजना अमेरिकन छ, ऊ चाहिँ ठुलो नेपालको मूर्तिहरू चोर्ने, जसलाई पञ्चायतकालमा ब्यान्ड गरिएको थियो उनलाई। पछि 46 साल आएपछि गिरिजाले सबभन्दा पहिले उसले भिसा दिन लगाए हेर्नुहोस्। त्यसबेला मूर्ति चोर्ने कार्य झनै बढ्यो। उनले जहिले पनि म अध्ययन गर्न आएको हुँ भन्थे र यसैलाई बहाना बनाएर 500 भन्दा बढी पुरातत्वका सामग्री कूटनीतिक आवरणमा अमेरिका लगेका थिए। उनको अनुसन्धान विशेष गरी नेपालका धातु मूर्तिहरू, विशेष गरी खसमल्ल राज्यका मूर्तिहरूमा केन्द्रित छ। उनले द मेटल स्कल्पचर अफ खासा मल्ल शीर्षकको लेखमा यी मूर्तिहरूको शैलीगत विशेषता अध्ययन गरेका छन्, जसमा काठमाडौँ उपत्यकाका कलाहरूको प्रभाव र अद्वितीय अलङ्करण देखिन्छ।